अस्ट्रेलियामा 4 घण्टा सुतेर डबल सिफ्ट गर्न गएपछि काममै यसरी उभिँदै झुलेपछि दण्डै म्यानेजरले देखेर भाइ तिमीलाई कामको होइन निन्द्रको खाँचो छ, भोलि काममा नआऊ भनेनन्। स्वागत छ तपाईँलाई नेपाली विद्यार्थीको रियल लाइफ सिरिजमा, जहाँ म नेपाली विद्यार्थीको रियल लाइफलाई र भर्जनमा प्रेजेन्ट गरिरहेको छु। 4 घण्टाको सुताइ आज दिउँसभरि हुन्छ मेरो पेल्लाई भन्ने कुरा थाहा पाएपछि ब्रेकफास्ट खाएर म लाग्छु आफ्नो रुमतिर लुगा खोज्नको लागि। दराजमा हेर्छु एउटा लुगा देख्दिनँ। जहाँ पाएँ त्यही लुगा फाल्ने बानी कहाँ दराजमा भेटिन्छ त नि। लुगाहरू सोफामाथि रहेछन्। आज चाहिँ एकदम चिसो हो किन त्यही भएर मैले टोपी लाएर निस्केको छु काम। सुरुमा ट्राम अनि बस गर्दै म पुगेको छु फाइनली म मार्केट आइसकेँ। पछाडि देख्न सक्नुहुन्छ। अब म हल्का हल्का मेरो काम देखाउँछु है त। सुरुमा म लाग्छु यता बिन फाल्नको लागि। अहिले चाहिँ यहाँ बिन फाल्न आइरहेको। अहिलेसम्म त एनर्जी फुल छ, फुल जोसमा काम गरिरहेको छु। र फाइनली यो काम भ्याएर क्लोजिङ गरेर म लाग्छु अर्को कामतिर। लुगा फेरि यस्तो ध्वस्त बस हिजोभन्दा झन् आज ध्वस्त भएर निस्केछु यार। म लाग्छु फेरि अर्को सिफ्टको लागि। दुईतिर पेलेर मेरो अवस्था 2-3 महिनापछि यसरी डबल सिफ्ट गरेको निन्द्रले झुपु पारेछ। यता मुख धोएपछि त म ठाडै निदाउन थाल्छु। फेरि भन्दैन त बाई बाई भन्छ। यस्तो मिठो बोली त मैले प्रभुको अहिलेसम्म सुने थिइनँ यार। ए ल प्रभु लागे है त। मा झुलेको अरू कसैलाई थाहा छैन मलाई बाहेक, त्यसैले कसैले केही पनि भन्न पाएनन्। त्यसपछि म दाईहरूसँग लाग्छु आज दाईहरूको घर पास्ता खानको लागि। सुरुमा हामी कोल साएर कुन पास्ता लिने भनेर एकछिन हेऱ्यौँ र यो फाइनली यो पास्ता लिएपछि हेर्नु दाईको अवस्था। सुरुको भिडियो भाइरल भएको मान्छे हो कि। क्रिम खाओ देश बचाओ। क्रिम खाऊ र देश बचाओ नयाँ अभियान। घर गइन्छ, त्यसपछि चिया पाक्छ र हिजो काममा जस्तै घरमा पनि चिया नबाड्ने त कुरै भएन। तपाईँहरूले कस्तो ग्रिन फ्ल्याग बोइरहेछ भनेर चाहिँ नसोच्नुहोस् है, उहाँ चाहिँ म्यारिड भइसक्नु भयो। सरी गर्ल्स। यो भन्दै आजको ब्लगलाई यहीँ म एन्ड गर्छु। दाईहरूसँग खाजासाजा खाइयो, रमाइलो गरियो, गफ गरियो र यही नै थियो आजको ब्लग। पास्ता चाहिँ देखाउन बिर्सेछु है, कस्तो भन्यो यस्तो मिठो बनेको थियो। त्यसपछि मैले जति खाएँ त्यति नै थपेर ब्लगलाई यहाँ एन्ड गर्छु। थ्याङ्क यू।